एज अ सब्स्टिट्युट अन्तिम केही मिनट बाँकी रहँदा मैदान प्रवेश गरेकी हुन्। सायद यसैका लागि मैदान प्रवेश गराएका हुन् प्रशिक्षकले, तर हेर्न बाँकी छ डेलिभर कस्तो गर्छिन् उनले। इन्दिरा राई वर्सेस सावित्री किशन। यो प्रतियोगितामा क्लिन सिट थियो उनको, तर आज एक गोल कन्सिड गरिन्। इन्दिरा वर्सेस सावित्री किशन। सावित्री किशन, इन्दिरा राई उनको एटेम्प रोकेकी छिन्। सावित्री किशनले एडभान्टेज हुनेछ यहाँबाट एपीएफएफसी का लागि। गीता राणाले लिनेछिन्, पेनाल्टी टेकर हुन् गीता राणा। सो गीता राणा वर्सेस अञ्जना राणा मगर। अञ्जना पेनाल्टीका लागि पनि चिनिन्छन् उनी। सो अञ्जना वर्सेस गीता राणा मगर। Let's see Geeta Ranamagar. Celebrations on 1-on-1 for APF, 0-on-1 for TAFC. Tulsa Bohra लिँदैछिन् सेकेन्ड एटेम्प अब आर्मी का लागि। तुलसा बोहरा वर्सेस सावित्री किशन। सावित्री किशन हिरो बन्ने मौका उनीहरुमा आज रहेको छ। तुलसा सावित्री तुलसा टप कर्नरमा प्रहार गरेकी थिइन्। One for Army, 1-on-1 for APF. Anita Bostet, captain herself, legendary Nepali woman footballer. Anita Bostet versus Anjana Rana Magar. Anjana team लाई यदि बलियो स्थानमा बनाउने हो भने यो रोक्नु पर्नेछ। Let's see. अहिलेको राइजिङ स्टार वर्सेस लेजेन्डरी अनिता। अञ्जना जस्तो थियो उनको, तर रोक्न पनि असफल भइन्। 2-on-2 for APFFC. हेजिटेसन आर्मीमा नो, अञ्जना आफैले लिनेछिन्। So goalkeeper versus goalkeeper. Anjana Ranamagar versus Savitri Kishan. यो प्रेसर सिचुएसनमा अञ्जना आफै जाने डिसाइड गरेकी छिन्। गोलकीपर वर्सेस गोलकीपर। अञ्जना इजी। 3-on-2 for Army, 2-on-2. And अब देख्छौँ हामीले रश्मि कुमारी घिसिङ, कमब्याक हिरो आफ्नो टिमका लागि। सो रश्मि कुमारी घिसिङ वर्सेस अञ्जना राणा मगर। रेगुलर टाइममा रश्मि हाबी भएकी थिइन्। हेर्न बाँकी छ यो स्पट किक ब्याटलमा यी दुई मध्ये कसले यो ब्याटल जित्नेछन्। रश्मि कुमारी घिसिङ, अञ्जना राणा मगर। इजी गोल। अब मोनिका कुशवाहा चौथो। र हाम्रो यो च्यानललाई सब्स्क्राइब गरिदिनु होला तपाईहरुले। यो हाम्रो यहाँहरुलाई आग्रह रहेको छ, हेर्दै हुनुहुन्छ च्यानल सब्स्क्राइब गरिदिनु होला। फेसबुकमा हेर्दै हुनुहुन्छ फेसबुक फलो गरिदिनु होला। Monica versus Savitri Kishan. Monica missed it.
दिस मोनिका नो यदि निशा थोकर गोल गर्छिन् भने एपीएफ विजयी हुनेछ निशा थोकर वर्सेस अञ्जना राणा मगर रौतहटले उत्पादन गरेका खेलाडी हुने दुवै निशा थोकर वर्सेस अञ्जना निशा गोल गर्छिन् भने एपीएफ च्याम्पियन बन्नेछ र यो सँगै एपीएफ एफसी काठमाडौँ are the champions of National Women's Football Tournament. त्रिभुवन आर्मी फुटबल क्लबलाई 4-2 ले हराउँदै च्याम्पियन बनेको छ एपीएफ एफसी। सावित्री किशन सायद त्यहाँ इमोसनल पनि भएकी थिइन् र यो सँगै एपीएफले प्रतियोगिताको उपाधि जितेको छ लगातार 2 फाइनलमा आर्मीलाई हराउँदै। निराश आर्मी स्पेशली जसलाई पेनाल्टीको लागि नै मैदान छिराएको थियो त्यही खेलाडीबाट एक्सपेक्ट